ल है साथीहरू, अब गर्कुको चाहिँ माथि पुलको हाइवे खुलिहाल्यो होइन। त्यस कारणले गर्दा हाइवेमा चाहिँ धेरै कुदाउने होइन है। ट्राफिकहरू यसै गरी यहाँ माथि बसेर यसै गरी क्यामेराले हेरे हुन्छ। अनि यता हेरेर सकेपछि ऊ यतापट्टिबाट ठ्याक्कै चिट हानिदिन्छ। त्यसैले गर्दा यो हाइवेमा चाहिँ अलिक कमै कुदाउने। 50 भन्दा बेसी त कुदाउनु मिल्दैन, तैपनि 50 भन्दा कम पनि कुदाउनु हुँदैन। यहाँनिर के चेकिङ हानिराखेको क्या ट्राफिक गाडीलाई, किन रोकिरहेको। तर जाम चाहिँ अहिले चाहिँ थोप्पै हुँदैन है। यसै गरी हेरिरहेको हुन्छन्। अस्ति मलाई झन्डै हान्दै थियो भने माथिबाट फर्काएर हेरिरहेको थियो ट्राफिकले। यसै गरी यहाँ माथिबाट खिचिरहेको हुन्छ क्या। अनि चेकिङ गर्ने चाहिँ त्यतातिर बसिरहेको हुन्छ। अनि फोन गरेर भन्छ अनि ओके टोकेबाट यति यति यस्तो स्कुटर बाइक आइरहेछ त्यसलाई समाउँछ। अनि त्यहाँ समाउँछ।